कस्तो कस्तोहरू गऱ्यो रे बालिन्छ होइन रवि लाने खाने हल्का सागमा गोपी हमाल होइन यस्तो व्यक्ति हुनु पऱ्यो कि नेपालमा नेपालको लाग्छ सबै भ्रष्टाचारै छ त भ्रष्टाचारले सबै नेपाली अब मेरो पनि छोराछोरीको मेरो छोराछोरी जन्मेपछि तपाईँको मेरो छोराछोरीको छोराले पनि भारी बोकेर चाहिँ जन्मिनुपर्छ कि नेपाल कस्तो बनाउनु पर्छ त नेपाल त अब यस्तो अब कस्तो भन्यो अब नमुनै भन्यो नि जापान जस्तो उत्तर कोरिया दक्षिण कोरिया जस्तो होइन चीन जस्तो हुन पऱ्यो एउटा सक्षम मान्छे व्यक्ति त्यस्तो अहिले नेपालको स्थिति कस्तो छ त अहिले नेपालको स्थिति अहिले त तपाईँको के अरे अफ्रिकन देश युगन्डा भन्ने खतम भइसक्यो अनि मन्त्रीलाई के भन्न चाहनुहुन्छ त हजुर मन्त्रीलाई के भन्न चाहनुहुन्छ मन्त्री त अब त्यो मन्त्रीले भन्यो अब उसले आफूले के पढे भनेको मन्त्रीले पनि थाहा छैन 5 क्लास पास गरेको मन्त्रीहरू छन् अब हामी 9-10 पास गरेको मान्छेहरू अब भागा जागिर गरेर बस्नु पऱ्यो होइन नेपाल चाहिँ एकदम उदुमुदु बनाइसक्यो भ्रष्टाचारले गर्दा तपाईँलाई नेपाल कस्तो भयो जस्तो कस्तो बनाइदियो जस्तो लाग्छ मलाई त कस्तो होइन अब जस्तै हाम्रो नेपालमा त अब आफ्नो चाहिँ नेपाली जनतालाई छोराछोरीलाई 18 वर्षसम्म भोलि पढाइदियो अनि बाउ आमा चाहिँ सरकारी जागिर भनेर सरकारको काम गर्नु सरकार काम गरेर हामी सरकारी जागिर पनि पाउनु पऱ्यो त्यसको तल भत्ता सुरु पनि पाउनु पऱ्यो